कुनै नयाँ सामान देखेपछि चिरफार नगरी चित्त नबुझ्ने हामी मात्र हो कि तपाईहरुलाई पनि त्यस्तै हुन्छ। पानी या कार्बन डाइअक्साइडले आगो निभाएको त देखिरहेको हो, आगोले आगो निभाएको चाहिँ पहिलोचोटि अनुभव गर्न पाइयो। हुन पनि इलेक्ट्रिकल प्यानलमा पानी हालेर आगो निभाउन खोज्नु मूर्खता नै हो। इलेक्ट्रिकल प्यानलमा आगो लाग्दा त्यसमा हात हाल्ने हिम्मत कसको नै होला र? आगो लागेको गाडी अझ इभी पर्यो भने सहजै निभाउन सकिएला त? मर्नुभन्दा कुनै के पो जाति भन्छन् नि, जति सुरक्षा अपनाए पनि कहिले के घटना घट्छ भनेर अनुमान लगाउन सकिएला त? त्यसैले आज हामीले यो सानो रातो रङको बट्टाले काम गर्छ कि गर्दैन भनेर चेक गरेको काम चाहिँ गजबकै गर्दो रहेछ। एउटाले चित्त नबुझेर अर्को पनि चेक गरेको, आगोले आगो निभाउनु त अर्कै महसुस हुँदो रहेछ। इलेक्ट्रिकल फायरबाट हुने गम्भीर क्षतिलाई कसरी कम गर्न सकिन्छ भनेर रिसर्च गर्दा यो सानो कम्प्याक्ट फायर एक्सटिङ्ग्युसर भेटायौं। आउनुस् यो भित्र के हुन्छ र कसरी काम गर्छ यसलाई खोलेर हेरौँ है त। पुरै रातो बट्टा खोल्दा त भित्र पुरै कालो भइसकेको रहेछ। अनि यो गोलो ठाउँमा चाहिँ आगो निभाउने मेन कम्पोनेन्ट हुँदो रहेछ र यो छेउछेउमा भएको निलो तारले आगोलाई भित्रसम्म पुर्याएर त्यो कम्पाउन्डलाई फुटाउँदो रहेछ र भारी मात्रामा ग्यास निकाल्ने रहेछ। त्यो ग्यासलाई तल र माथि दुईतिरबाट बाहिर निस्कने बाटो बनाई हाई प्रेसरमा रिलिज गर्दा पो आगो सजिलै निभ्ने रहेछ। देख्न सक्नुहुन्छ डीबी बक्स भित्र रहेको एमसीबी कन्ट्याक्टर वायर लगायतका कम्पोनेन्टहरुमा खासै क्षति भएको देखिँदैन। आगो बलेको ठाउँको डिभाइस अलिअलि कालो देखिन्छ भने मास्तिर र छेउछेउको डिभाइसमा दाग पनि लागेको छैन। यसले आफै आगो सेन्स गरेर आगो निभाउने काम गर्दो रहेछ, जसले गर्दा जटिल ठाउँहरुमा आगो लाग्ने हुँदा सुरुवाती चरणको आगो निभिसकेको हुनाले थप क्षति कम गर्ने र हामीलाई केही समय राहत हुनुको साथै थप फैलिन सक्ने आगो हो भने त्यसलाई नियन्त्रण गर्न सक्ने समय पनि प्रदान गर्न मद्दत गर्दछ। यस्तो नौलो र काम लाग्ने सामग्री तथा यस्तै जानकारीमूलक भिडियोको लागि हामीलाई अवश्य फलो गर्नुहोला र यो चीज तपाईको साथीभाइ तथा आफन्त कसैलाई चाहिने जस्तो लाग्छ भने भिडियोलाई शेयर गर्न नभुल्नुहोला।